मार्बल डाँडा है, मार्बल डाँडा। आज हामी मार्बल डाँडा जाँदैछौँ र यो मौसमसँगै रमाइलो पनि गर्नुपर्छ। के छ त अलि रमाइलो हुन्छ त आज? दाइ त पुरा राइडर जस्तै देखिनु भएको छ। राइडर क्या त भाइ? कुन राइडर हो? पठाउ राइडर कि इन्ड्राइभ राइडर? ओके गाइस लेट्स गो। के छ मार्बल डाँडा भनेको चाहिँ कहाँ यार? मलाई कहाँ जाने भनेर मलाई अहिलेसम्म थाहा छैन। के छ अनि कस्तो लागिरहेछ? उता उनीहरूको पेट्रोल सकिएर चाहिँ अलिकति टाइम लागेको रहेछ आउनु। ल यहाँ चाहिँ चिट काट्नु हुने रहेछ। ल देऊ 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 होइन उहाँ अब मलाई कसरी थाहा हुने त? यहाँबाट यो बाटो हिँडेको चाहिँ 10 रुपियाँ रहेछ पर व्यक्ति पर बाइकको होइन। धेरै भयो 2 किलोमिटर होला। 2 पनि छैन होला। अनि त्यतिको लागि कहाँ जाने भनेर कहाँ आयो दाइ? पुलचोक जाने भाइ। पुलचौकी जंगल कहाँ जंगल नेट चल्यो। पुलिस चौकी जाने हैन? पुलिस चौकी नजाने? एउटा बोर्ड देखाएको छ। त्यो रिसोर्ट थियो दाइ त्यो त। जाउँ त जाउँ। जाउँ त यहाँ के हतार जाउँला नि। हतार यहाँ कन्फ्युज माथि कन्फ्युज भएको छ हैन बाटोहरु चाहिँ। चल्दियौ चल्दियौ। सबको गाडीले यहाँ धुलो धुवा फालिरहेछ झङ्गर। अनि कस्तो छ बवाल छ नि यार। अलि चाहिँ माथि त्यो डाँडामा पुग्यो भने त आमामामा वाह ह्यापी बर्थडे फोटो खिचौँ त। ल गाइस कस्तो फिलिङ भइरहेछ भाइ? कस्तो लागिरहेछ? अब मार्बल डाँडा भनेर हामी कहाँ कहाँ आएको छौँ होइन। यहाँबाट के अरे दाइ फुलपाती डाँडा कि के अरे? पुलचौकी। फुलचौकी? पुलचौकी ए पुलचौकी कि फुलचौकी? फुलचौकी। अब फुलचौकी जाँदैछौँ। यहाँबाट माथि चाहिँ फुलचौकी हो होइन। जोस् आज रमाइलो हुन्छ। चिया खाएर यसो चेस गर्नु छैन के हो दाइ? ल जाउँ 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 गुरुजी जाउँ। फेरि लाग्यो होइन। बन्चरे डाँडातिर अब होइन। अहिले हामी जङ्गलको बीचमा छौँ। एकदमै कुल फिलिङ भइरहेको छ होइन। ल केटाहरू गइरहेछन् होइन। ल अब यहाँबाट माथि चाहिँ फुलचोक हो क्या होइन। यहाँबाट कति हिँड्नुपर्छ माथि? 2 मिनेट। ओके ल के छ कसरी पुग्यो? पुगिन त पुग्यो नि। डबल मजा आएको थियो कसम भने। ल अब हाम्रो यात्रा यहाँबाट सुरु। चिया नास्ता पसल यता रहेछ यहाँ के
ल भाइ भन्छस् दाइलाई भाइ भन्छस् हामी के हो भाइ पुल्चोक माईको दर्शन गर्न आउनु भएकोमा तपाईँहरूलाई धन्यवाद र यहाँ दर्शन गरेर जानु होला हैन कति बजे आयो यार हामी 1 बजे आयो क्या यो फुलचौकीको दृश्य व्हाट अ नाइस भ्यू यति टाढा पुगेर यार यहाँ नजाने भने त कुरै भएन नि हान्ने भनेकै बोका ल्यायो नि बोका छ है तपाईँको बर्थडे हो हो भने कसम बर्थडे आज मेरो बर्थडे हुन्छ हो भने आज फेसबुक हेर न त्यहाँ फेसबुक सर्च गरेर हेर न नेट चलाउन लाग्यो यहाँ नै उठाउठाइ केक सेक खाएर आनन्द भइन्छ Happy birthday to you Happy birthday to you Happy birthday to you Happy birthday जय फुलचोकी माई जय फुलचोकी माई जय फुलचोकी माई जय फुलचोकी माई भाइको बर्थडे रहेछ यार आज मलाई नभनेर यार यहाँ पुगेपछि मेरो बर्थडे भाइ कसम चाहिँ बर्थडे हो फेसबुक हेर न भनेर फेसबुकबाट थाहा भयो होइन सरप्राइज भयो म चाहिँ साँच्चै सरप्राइज भयो होइन एकदमै दाइको फुलचोकीमै माताले एकदमै दाइको फलोस् फुलोस् होइन एकदमै दीर्घ आयुको म कामना गर्छु होइन तपाईँको मनोकामना पुरा होस् ह्याप्पी बर्थडे टु यु फेरि पनि वन्स अगेन मेरो दाइ धेरै धेरै धन्यवाद मेरो भाइ सधैँ यस्तै माया ममता पाइराख्नु मैले पनि जङ्गर ए जङ्गर यहाँ आएर किन तैँले चुरोट खाइरहेको यस्तो धुवा आइरहेको छ यार अनि यस्तो मन्दिर जस्तो ठाउँमा चुरोट खान्छस् हामी क्या ल अब हामी यहाँ फुलचोकी माईबाट जानुपर्छ सबैजना जुत्ता लगाएर रेडी भइरहेको छ रेडी भइरहेको छ एकछिनपछि हामी यहाँबाट अर्को नेक्स्ट स्टेसन कुन रे हाम्रो केटाहरू नेक्स्ट स्टेसन गोदावरी हुन सक्छ भन्ने मलाई लागिरहेछ मार्बल डाँडा जान सकिन्छ भने जाउँला अब भ्यायो भने जाउँला नजिकै हो भने चाहिँ जाउँला होइन मार्बल डाँडा नजाने के यस्तो छ यदि काठमाडौँ ललितपुर भक्तपुर नजिक हुनुहुन्छ तपाईँहरू यो ठाउँमा हुनुहुन्छ भने यो ठाउँ चाहिँ एकचोटि आउनै पर्ने ठाउँ रहेछ यो पनि होइन किनभने अब यहाँको मान्यता प्राथमिकता त हामीलाई थाहा छैन तर पनि धेरै लाग्दैन खर्चै लाग्दैन नि 1 लिटर तेलले भ्याउँछ पुग्छ स्योर पुग्छ अनि बाटो चाहिँ अलिकति अप्ठ्यारो छ अब झङ्कर जस्तै अफराइड के अरे यो अफ रोड राइडर भयो भने चाहिँ सजिलै आउन सकिन्छ भन्ने मेरो भनाइ हो होइन त्यही हो अब यहाँबाट चाहिँ हामी मजाले जान्छौँ यहाँबाट मार्बल डाँडा कि के डाँडा जाने अरे गोदावरी जाने एकछिन अनि गोदावरीबाट अनि डाइरेक्टली सिधै जाने ओके गाइज लेट्स वाच दिस भिडियो टिल द एन्ड गाडीमा बसौँ है मेरो हो राखाउन समाउन झोला कसको छ ल जाउँ
अब यहाँबाट ओह्रालो जाँदाखेरि चाहिँ बाइक स्टार्टै गर्नु पर्दैन, सरर आफै जान्छ होइन। अनि बाइकको साउन्ड पनि आउँदैन। हाम्रो पहाडतिर निङ्गाला भन्छन् यो छ र यो अलिकति शीतलो ठाउँ छ। यहाँ यताबाट पनि पहाडले र यताबाट पनि पहाडले छेकेर यहाँ घाम नलाग्ने जस्तो ठाउँ छ। तर यति कुल छ कि यहाँ एसी चलाएको भन्दा पनि यति राम्रो शीतलता दिइरहेको छ यहाँको हावाले। यो चाहिँ यहाँको एकदमै मलाई खासियत र यो मनमोहक चिज लाग्यो क्या यहाँको। हेलो हेलो गाइस, के छ? ओहो ओहो दाइ के छ? लड्यो भने हात भाँच्यो लगाएर केही हुन्न। अरू काफल खाना आइयो होइन, तर काफल नखाएर गइयो। नजा नजा त भन्दै थियौँ गयो, ऊ लड्यो, त्यही भएर यस्तो भएको भन्ने हुन्छ। त्यही भएर म नजाउँ। ल गाइज के छ र जिन्दगीमा रमाइलो गर्नुपर्छ, मरिलानु केही छैन, एकदम कुल एटिट्युडमा हुनुपर्छ, सबसँग मिल्नुपर्छ, आफूभन्दा ठुलोलाई चाहिँ एकदम रेस्पेक्ट नि गर्नुपर्छ, सानोसँग चाहिँ एकदम चिल भाइबमा के मजाले मिलिदिने, माया गर्ने के।